सिमी यो सिमी घरमै छ 3-4वटा झाल छन् कि अहिले त अनि 3-4वटा झाल भएर पहिला हल्का मर्न लाग्थ्यो कि सिमीको बुटा अनि त्यसपछि पानी हाल्दै गर्मी थियो नि त अस्ति नै त्यसपछि पानी हाल्दै चाहिँ राम्रो भयो फलिरह खाइसक्यौँ टन्नै अनि फेरि पाउरा आएको के यो हेर्नु घरै पिँडालु बने पिँडालु पाउले लिएर आउनुभएको कि एकजनाले आएर अनि यो दिएर जानुभयो कि हजुरलाई धेरै धेरै धन्यवाद पाउले लिएर आइदिनु भएको तरकारी बजारतिर फेरि चामल अन्त पनि तरकारीहरू जता पनि के तरकारीहरू बढी चाहिने कि मलाई त्यो बच्चादेखि चामल किन्नु नपरेको भएर होला भातहरू यतिकन फाले पनि मलाई पछुतो लाग्दैन कि तर तरकारी यति फाल्दा नि मलाई पछुतो लाग्छ किन होला मलाई मात्र हो कि सबैजनालाई यस्तो हुन्छ कमेन्ट गरिदिनु होला तरकारी भनेपछि फाल्ने मन लाग्यो कि जति जस्तै रन जस्तो भएर राख्छु फ्रिजमा जस्तै हाम्रो दुर्गा माता बासी हान्नौँ नि त अब अहिले अनि भ्याइदिन्छु कि सकेसम्म नसके त गेला यतिले चाहिँ पकाउने होइन आधी पकाउने आधी राख्ने भोलिलाई अनि हजुरहरूलाई कतिको मनपर्छ हिउँदे सिमी हो कि फुकिसकेको आमाले दिउँसो बस्दाखेरि फुक्नु भएछ कि सघाउनुहुन्छ कि आउनु त हजुरहरूको सघाउनुहुन्छ कि नै समय भयो पर अहिले आज चाहिँ फुक्नु भयो हेर्नु अर्ग्यानिक घरमै फलेको अनि पाउराको यता बजार आउनुभएको रहेछ अनि बजार आउँदाखेरि लिएर आउनुभएको कि अनि पकाएर खानु पर्यो मिठो हुन्छ हजुरले धन्यवाद यहाँ केही फल पनि हजुरहरूलाई मैले सम्झिन्छु कि मलाई ल्याइदिनु भयो नि यति 2 छागुनी मैले हजुरले फलमा 4 छागुनी दिन्छु कि फलाउनु पर्यो नभए 1 छाक त चहाउँछ हजुरकोमा नभए कुरा भयो त अब हजुरकोमै फल्दो रहेछ त केही नफलेको त्यस्तो भयो त्यस्तो नि त माया घिँडा सबै कुरा के आदर सम्मान माया मलाई हजुरले जति दिनुहुन्छ नि त्यसको डबल दिन्छु के मैले सबै कुरा माया पनि डबल दिन्छु घिँडा पनि सबै कुरा बोली व्यवहार सबै कुरा जति मलाई माया गर्नुहुन्छ हजुरले त्यति फाइदा हो त्यही भएर माया गरौँ कि सबैले मान्छेमा प्रेम राखौँ मैले हिजो एउटा भिडियो बनाएको थिएँ नि मान्छे मुगा खस्दाखेरि टिपेर पुस्छौँ अनि मान्छे लोड्दाखेरि पुस्दैन भन्ने एउटा भिडियो बनाएको थिएँ नि मान्छे मुगाल पुस्छौँ मान्छे लोड्दाखेरि उठाउन भन्ने भिडियो हाँस्छौँ कि तर हामीले पिर लागेको भयो नि त्यो के हो त्यस्तो हुन्छ कि त्यस्तो त्यही भएर मान्छेसँग प्रेम छ मान्छेमा प्रेम राखौँ एक बारको जुनियो कति बात हुन्छ घुम्न जाऊँ बरु मन्दिरहरूमा हामी कति बात हुन्छ 70-75 कति बात चाहिँ वर्षको एक ठाउँ घुम्न गए पनि 70वटा ठाउँ घुमिन्छ कि जम्मा हिसाब गर्नु न त्यही भएर वर्षको 2 ठाउँ घुम्न गए पनि अनि त्यसको डबल त्यही भएर सकेसम्म हामी वर्षको एकचोटि घुम्न जाने गरौँ समय निकालेर हामीले भ्याएनौँ यस्तो भ्याउन त के मैले भिडियोहरू बनाएर छु नि त मैले पनि छोराछोरी पढाउनु पर्यो स्याहार सुसार गर्न पर्यो सबै घरको काम गर्नु पर्यो बुवा आमा गएर भ्याएर मैले भिडियो बनाएको घुम्न पनि म गएको वर्षको एक ठाउँ मन्दिरहरूमा म डेली गएको हुन्छु कि मलाई बढी यस्तो मन्दिरहरूमा जान भगवानहरूसँग खुसी हुन रमाउन मन लाग्छ कि अनि यिनी कुरा गर्दा गर्दै बच्चापनको याद आयो लुम्बिनीमा गएको कि हामी 4 क्लासमा पढ्दा अनि त्यो मायादेवी मन्दिर गयौँ अनि त परको मन्दिरमा नि गयौँ एकदम राम्रो लाग्यो त्यतै घुम्दा घुम्दै मलाई त घरै आउनु मन नलाग्ने कि पहिला तिरवटाकोट गयौँ अनि त्यो तिरवटाकोटमा फेरि 1 मिनटमा घुम्ने भने भनेको पुग्छ अनि त्यस्तो हामी त केटाकेटी नै थियौँ नि त त्यति घुम्न सक्दैन थियौँ तर लुम्बिनी गएर आउने मन नलाग्यो कि अनि भैरवा एयरपोर्ट हेऱ्यौँ अनि घर आयौँ साँझ बिहान गएर त्यति घुमेर घर आएको कि सबै साथीहरू सरहरूले
भिडियो हेर्नुहुन्छ भने सम्झिनु होला है ल, कमेन्ट गर्नु होला कति रमाइलो भयो थियो भन्ने।